नमस्कार प्रिय श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्छ प्रेरणाको सन्देश। आजको यो अडियो बुक तपाईको जीवन बदल्न सक्छ यदि तपाईले यसलाई सुन्ने मात्र होइन अपनाउने निर्णय गर्नुभयो भने। आज हामी कुरा गर्दैछौँ एउटा शक्तिशाली पुस्तकको 5 च्यालेन्जिङ ह्याबिट्स क्यान चेन्ज द लाइफ। यो पुस्तकले भन्छ जीवन बदल्न ठूलो चमत्कार चाहिँदैन, 5 वटा चुनौतीपूर्ण बानी पर्याप्त छन्। यदि तपाईँ जीवनमा अल्मलिनु भएको छ, आफैसँग निराश हुनुहुन्छ तर परिवर्तन चाहनुहुन्छ भने कानमा हेडफोन लगाउनुहोस्, मन शान्त बनाउनुहोस् र यो अडियो अन्त्यसम्म सुन्नुहोस्। अब सुरु गरौँ। ह्याबिट 1, जिम्मेवारी लिन सिक्नु। पहिलो चुनौतीपूर्ण बानी हो आफ्नो जीवनको पूर्ण जिम्मेवारी लिनु। धेरै मानिस दोष दिन्छन्, परिस्थिति, भाग्य, अरू मानिस, तर सफल मानिस भन्छ यो मेरो जिम्मेवारी हो। जब तपाईँ दोष दिन छोड्नुहुन्छ र जिम्मेवारी लिन थाल्नुहुन्छ, त्यहीबाट जीवन परिवर्तन सुरु हुन्छ। आजको अभ्यास, आज भएको एउटा समस्यामा कसैलाई दोष नदिई आफूले के गर्न सक्थे भनेर सोच्नुहोस्। ह्याबिट 2, असहजतालाई अँगाल्नु। सफलता सधैँ कम्फर्ट जोन बाहिर हुन्छ। डर लाग्ने काम गर्न सिक्नु, नयाँ कुरा सुरु गर्न हिम्मत गर्नु, असफलतासँग डराउन छोड्नु, यही हो विकासको बाटो। असहजता बराबर विकास, सजिलो बाटो बराबर स्थिर जीवन। आज एउटा सानो असहज काम गर्नुहोस्, भोलि ठूलो आत्मविश्वास जन्मिन्छ। ह्याबिट 3, अनुशासनलाई मित्र बनाउनु। प्रेरणा आउँछ जान्छ तर अनुशासन रहिरहन्छ। मन लागे पनि काम गर्नु, मन नलागे पनि काम गर्नु, यही सफलताको गोप्य सूत्र हो। सानो नियम बनाउनुहोस्, दैनिक 30 मिनट पढाइ, 10 मिनट आत्मचिन्तन, मोबाइल सीमित प्रयोग। सानो अनुशासनले ठूलो जीवन बनाउँछ। ह्याबिट 4, सोच बदल्नु, जीवन बदल्नु। तपाईको जीवन तपाईको सोचको प्रतिफल हो। म सक्दिन होइन, म सिक्दैछु भन्नुहोस्। शब्द बदलियो भने भविष्य बदलिन्छ। नकारात्मक सोचलाई तुरुन्तै पकडेर सकारात्मक दिशातर्फ मोड्नुहोस्। ह्याबिट 5, निरन्तरता। एक दिनको प्रयासले जीवन बदलिँदैन, तर निरन्तर प्रयासले इतिहास बदलिन्छ। धेरैले सुरु गर्छन्, थोरैले निरन्तरता दिन्छन्। आज निर्णय गर्नुहोस्, म बीचमै छोड्दिन। प्रिय श्रोता, यदि यी 5 बानी मध्ये एउटा मात्र पनि आजदेखि अपनाउनु भयो भने भोलिको तपाईँ आजको तपाईँ भन्दा अवश्य फरक हुनेछ। यदि यो अडियोले तपाईको मन छोयो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, च्यानल पेज फलो गर्नुहोस्। यस्ता थप प्रेरणादायक अडियोका लागि प्रेरणाको सन्देशसँग जोडिरहनुहोस्। फेरि भेटौँला नयाँ सोच, नयाँ ऊर्जा र नयाँ जीवनसँग।